दर्शन नमस्ते यतिखेरको बसाइमा हाम्रो एकदम मलेसियामा चाहिँ नेपाली दाजु चाहिँ अलपत्र भएको अवस्थामा यतिखेर चाहिँ पिएनसिसी संस्थाले चाहिँ उद्धार गर्दै हुनुहुन्छ। उहाँले यो एकदम जङ्गलको चाहिँ ठाउँमा हुनुहुँदो रहेछ। अनि यतिखेरको बसाइमा चाहिँ हाम्रो पिएनसिसीबाट चाहिँ हाम्रो राजु सरहरू लगायत अनि चाहिँ हाम्रो पिएनसिसीमा उपस्थित रहनुहुने सुरेन्द्र जी चाहिँ यहाँ हुनुहुन्छ। अनि चाहिँ त्यसै कारणले हामी चाहिँ यता लुगाहरू लाउँदै हुनुहुन्छ उहाँले आज पिएनसिसीद्वारा चाहिँ उद्धार गर्दै हाम्रो नेपाली एम्बेसीसम्म चाहिँ पुर्याउने उहाँहरूले चाहिँ सहयोग गर्नुभएको छ पिएनसिसी संस्थाबाट। त्यो गोजीमा हाल्नु अनि सामानहरू चाहिँ यहाँ छ। एकदम यहाँ चाहिँ एकदम जङ्गलभित्र रहेछ। अलिक थाहा नभएको कारणले एकदम गाह्रो छ यहाँ। ल्याइदिएको छु अलिकति बासना आएर हिँड्नु पर्यो नि त। 25 केजीको मान्छेले घेर पारेर लो अरू सबै यहीँ छ। अनि यो दुईटा प्लास्टिक यसमै हाल्नु हुन्छ। यहाँ लुगाहरू पनि किनेर ल्याइदिनु भएको छ। केरमा एकजना मेरो छोराको मामा छ, उसले झोला ल्याइदिन्छ। तर सामान कपडा सामान झोला त हामी उहीँ व्यवस्था गर्ने भनेको छौँ। अहिलेलाई यो थाम्दैन त फेरि। दुईटा प्लास्टिक छ नि कता घरको हालेँ मैले बिस्कुटको होइन त। बिस्कुटको र बिस्कुटहरू यो सबै हालेँ हामीले। बाक्लुङको दाजु हुनुहुन्छ। लौरो छ यहाँनिर छ अन्डोको डौरो छ फोल्डिङवाला। अनि दुइटै आँखा देख्नुहुन्न उहाँले। लौरो पर्दैन अहिले त। तपाईँ मलेसियामा कति वर्ष हुनुभयो होमबहादुर दाइ? बसेको हजुर म त झुट बोल्दैन। 2002 को मार्च 15 मा मेरो मलेसिया फ्लाइट हो। मलेसिया आएको थिएँ ए ल 2002 को। त्यसो भए तपाईँलाई आज चाहिँ पिएनसिसीबाट चाहिँ उद्धार गर्नुभएको छ होइन? तपाईँलाई खुसी लाग्नु भएको छ नि? एकदम हेप्पी। त्यसमा त्यो थाम्दैन नि त फेरि गर्नु भएन। हामी चाहिँ यस्तो टहरमा यो टहरमा बस्नु भएको रहेछ बिचरा होइन? यस्तो अवस्थामा उहाँको ओछ्यान यही हो। आज यो बिरालो रहेछ उहाँको साथी नै। अनि यो बेटीहरू केही पर्दैन तपाईँको? ल यस्तो जङ्गलबाट चाहिँ उद्धार गर्नुभएको छ। यस्तो जङ्गलबाट चाहिँ हामीले उद्धार गरेको छ है आज। ल सबैलाई धन्यवाद। उद्धार गरिसक्नु भएको छ।